नमस्कार। यहाँहरू सबैलाई साहित्य परिषद भुटानको एक विशेष साहित्यिक समसामयिक छलफलमा म स्वागत गर्न चाहन्छु। म हुँ रमेश गौतम र म साहित्य परिषद भुटानको प्रकाशन विभाग प्रमुख हुँ। आजको यस सन्दर्भमा हामीले भर्खरै सम्पन्न गरेको साहित्य परिषद भुटानको एक विशेष समारोहका बारेमा र त्योभन्दा पनि बढी हामीलाई साहित्यका विविध धारा अन्तर्गत विविध भूगोलहरूबाट जोडिराख्ने सम्बन्ध कायम गरिराख्ने विषयमा हामी छलफल गर्नेछौँ। हामीसँग हाम्रो नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको एक कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँहरूबाट विभिन्न अतिथिहरू आइपुग्नु भएको थियो। यसै सन्दर्भमा हामीले पुरस्कृत गरेकी एक विशेष व्यक्तित्व दिलकुमारी भण्डारीलाई प्रतिनिधित्व गर्दै भारतको सिक्किमबाट साहित्यकार पत्रकार अर्जुन पियुषजी हाम्रा साथ हुनुहुन्छ। यस कार्यक्रममा हामी तीनजना, म रमेश गौतम, साहित्यकार अर्जुन पियुषज्यू र साहित्य परिषद भुटानका सचिव खेम रिजालजी बसेर हामी समसामयिक विषयमा छलफल गर्न चाहन्छौँ। यहाँहरू दुवैजनालाई यस कार्यक्रममा स्वागत गर्दै म आजको प्रसङ्ग जोड्न चाहन्छु। मैले अघि उद्घोष गरे जस्तै हामी भारतमा नेपाली साहित्यका बारेमा सुरुमा गफ गर्नेछौँ। अर्जुन पियुषज्यू, यहाँले साहित्य र भाषाका क्षेत्रमा, अझ पत्रकारिताका क्षेत्रमा पनि, र त्यो पत्रकारिताको क्षेत्र पनि नेपाली भाषा अन्तर्गत नै रहेर धेरै लामो समय काम गर्नुभएको छ। मैले बुझ्न खोजेको नि, जस्तो भाषाकै कुरा गर्दाखेरि हामी एक प्रकारको नेपाली भाषा बोल्छौँ, नेपालमा एक प्रकारको भाषा छ। हामी सिक्किम, दार्जिलिङ, उता आसामतिरको वा हामीले भुटानमा बोल्ने भाषामा अलिकति अन्तर छ नि। यो कस्तो खालको भाषा बोल्नुहुन्छ तपाईहरु? कस्तो खालको नेपाली बोल्नुहुन्छ त्यहाँ? सर्वप्रथम नमस्कार। हामी यो औपचारिक रूपमा जुन भेटघाट कार्यक्रम गरिरहेछौँ, भाषाको जहाँसम्मको कुराहरू छ, हाम्रो खेमजीलाई, तपाईँ र सम्पूर्ण साहित्य परिषद भुटानका सम्पूर्ण जति पनि पदाधिकारीहरू हुनुहुन्छ, उहाँहरूलाई मेरो न्यानो अभिवादन यहीँबाट जनाउन चाहन्छु। सबैसँग मेरो भेट हुन सकेन अथवा मैले धेरैलाई चिनिनँ होला, तर हाम्रो सम्पर्क बढ्दै जाओस् भन्ने कामना पनि म राख्दै जान्छु। रमेशजीले जुन तपाईँले क्वेसन गर्नुभयो, भाषा कस्तो बोल्नुहुन्छ भन्ने, अब भाषाको सम्बन्धमा त भनाइ छ एउटा, प्रत्येक 10 किलोमिटरमा त्यो भाषा आफै चेन्ज हुन्छ भन्ने भनाइ छ। अब आज त अझै पनि सायद चेन्ज भयो होला, किनभने आजको प्रविधिको युगहरू पढेर गयो होइन। हामी सिक्किममा, विशेष गरेर म सिक्किमको सन्दर्भ, भारतको सन्दर्भमा, सिक्किमको सन्दर्भमा त भन्न चाहन्न म, भारतको सन्दर्भमा भन्नुपर्दाखेरि हामी सिक्किममा एक खाले भाषा बोल्छौँ, नेपाली भाषा। त्यहाँनेरि अन्य भाषीहरूले पनि नेपाली भाषा बुझ्छन्, बोल्छन्। दार्जिलिङमा पनि नेपाली भाषा बोलिन्छ र त्यो नेपाली भाषा अन्यले पनि बुझ्छन् र बोल्छन् पनि। फरक चाहिँ के हुँदो रहेछ भने, जस्तो अब हामी माने बङ्गालमा बस्दाखेरि हामीले बोल्दै गरेका शब्दहरूमा बङ्गलापन आउँदै जान्छ है। त्यसै गरी तपाईँहरू माने जस्तो तपाईँ नर्वेमा बस्नुहुन्छ, तपाईँ युएसएमा बस्नुहुन्छ, त्यहाँका शब्दहरूले तपाईँलाई आकर्षित गर्छ। अब हामीले गर्नुपर्ने काम चाहिँ के रहेछ भन्ने मलाई लाग्छ, धेरै जग्गा छ हामीले अङ्ग्रेजी किन चलाउने भन्ने कुराहरू पनि छन्, तर जब जनजिब्रोले स्वीकार गर्छ कुनै पनि शब्दलाई, त्यो हामीले आफ्नो भाषामा लगाउन सक्छौँ है। जस्तो म एकैछिन हजुरले बोल्दै गर्दा के कुरा जोड्न चाहन्छु भने नि, जस्तो हिन्दी भाषालाई हेरौँ हामी, हिन्दी भाषा त्यति कन्जर्भेटिभ छैन, उसले अङ्ग्रेजी शब्दहरू, अत्यन्तै धेरै अङ्ग्रेजी शब्दहरू प्रयोग गर्छ। भारतीय नेपालीमा पनि अङ्ग्रेजी शब्दहरू साह्रै धेरै प्रयोग हुन थाले हुन्। जस्तो यहाँ पनि यो त एउटा कथा सङ्ग्रह हो, यो अवलोकन भन्ने भारतीय नेपाली कथा विशेषाङ्क, अवलोकनको कथा विशेषाङ्क हो, र यो डुवर्स नेपाली साहित्य विकास समितिले चाहिँ प्रकाशन गरे हो। यहाँभित्र मैले केही कथाहरू पढेको थिएँ, त्यहाँ कथामा पनि अङ्ग्रेजी शब्द, नेपाली शब्द प्रयोग गर्ने र ब्राकेटभित्र चाहिँ अङ्ग्रेजी शब्द राख्ने गर्नुभएको छ। यो किन गरिन्छ? त्यसो गर्न आवश्यक छ? मतलब नेपाली भाषालाई अङ्ग्रेजीकरण गर्न आवश्यक छ? होइन, अब आवश्यकता त यस्तो हुन्छ, समयले तपाईँलाई कसरी अगाडि बढाइराखेको छ भन्ने कुरा, त्यो तपाईँले त्यो अङ्ग्रेजीकरण आवश्यक ठाउँमा चाहिँ गर्नुपर्छ होला, तर अनावश्यक ठाउँमा पनि हामीले प्रयोग गरिरहेको छौँ। जस्तो अब हामी आमाको ठाउँमा मम्मी भन्छौँ
हजुर हजुर है। त सबैलाई हामी आन्टी भनेर छोडिदिन्छौँ। हजुर त्यो त नेपाल भुटानमा सबै जग्गामा त्यस्तै भइसक्यो हजुर। तर अब त्यसरी हामीले हाम्रो जुन जेनेरेसन अगाडि आउँदैछ, हाम्रो जुन पिँढी आउँदैछ, त्यो पिँढीलाई चाहिँ हामीले भाषा चाहिँ कसरी सिकाउने भन्दाखेरि चाहिँ जस्तो अब हाम्रै साहित्यसँग जडित मान्छेहरू, पत्रकारितासँग जडित मान्छेहरूले पनि हाम्रा नानीहरूलाई हाम्रै भाषामा नै नपढाइरहेको स्थिति छ, हामीले भोगिरहेका छौँ। त्यसो हुँदा एकातिर हामी शिक्षित वर्ग के भन्छौँ भन्दाखेरि चाहिँ मञ्चमा बसेर अथवा भाषामा बसेर अथवा ठुल्ठुला किताबका पोथीहरूमा चाहिँ हामी के भन्छौँ भनेदेखि चाहिँ हाम्रो भाषामा चाहिँ एउटा माने नयाँ प्रकारले विकास हुनुपर्छ र हामी त्यो हिसाबमा चल्नुपर्छ भनेर भन्छौँ। तर हामीले हाम्रो नेपाली भाषालाई संरक्षणको निम्ति हाम्रै नानीहरूलाई त्यो प्र्याक्टिस गरिरहेका छैनौँ है। अब अघिको जुन सन्दर्भमा छ जस्तो भाषा कस्तो फरक छ भन्ने कुरा, हामी दार्जिलिङका चिया बगानहरू, डुवर्सका चिया बगानहरू, आसामका चिया बगानहरूमा जाँदाखेरि त्यहाँको भाषा नेपाली नै हो, बुझिन्छ। तर त्यहाँको जुन परिवेश छ, त्यहाँको जुन माने भूगोलले जुन हामीलाई उ गरिरहेको छ, जस्तो दार्जिलिङमा जाँदाखेरि दार्जिलिङको चियाबारीको भाषा अलिकति फरक हुन्छ है। आसामको चिया बगानहरूमा जाँदा त्यहाँ अझै फरक हुन्छ। जस्तो सिक्किममा पनि तपाईँको चिया बगान छ एउटै मात्र, टी बगान, टी गार्डन भन्छ, त्यहाँ पनि मैले फरक देखेको छु। मैले सिक्किममा बसेर दार्जिलिङमा बसेर देखेको फरकहरू चाहिँ के छ भनेदेखि, देखेको पनि र खुसीको लागेको कुरा के हो भने हाम्रो नेपाली भाषा जुन छ, हामी जुन नेपाली भाषा बोल्छौँ, हामीले जति नै ठुलो कुरा गरे पनि अरूले बुझ्ने भनेको चाहिँ सम्पर्क भाषाको चाहिँ हाम्रो सबभन्दा ठुलो चाहिँ नेपाली भाषा नै हो। त्यही भाषामा हामी उनीहरूले पनि हामीलाई जुन प्रकारले कन्भर्सेसन गर्छ है, त्यो कन्भर्सेसन चाहिँ उनीहरूको नेपालीमै हुन्छ, किनभने उनीहरूको हामी बुझ्दैनौँ। अन्त यसले गर्दाखेरि चाहिँ भाषाको एउटा विकास क्रम त छ। तर अब जहाँसम्म भारतीय नेपाली भाषाको अघि दिलकुमारी भण्डारीको नि सन्दर्भ निस्कियो है। हजुर 1992 सालभन्दा अघि हाम्रो नेपाली भाषाको अवस्थान जुन थियो भारतीय स्तरमा र हामीलाई नेपाली भाषा बोल्ने हिसाबमा जुन हिसाबमा हेरिन्थ्यो है, अब धेरै आरोप प्रत्यारोपहरू पनि लागिरहेको थिए। तर हामीले समयअनुसार र एकताबद्ध भएर काम गरेको हिसाबले चाहिँ हामीलाई आज त्यो लान्छनाहरू, जस्तो यहाँ कुरा नगरौँ होला, लान्छनाहरू हामीलाई के लागेको थियो भन्ने कुराहरू यस्तो विविध छ। तर विभिन्न ठाउँमा विभिन्न मान्छेहरूलाई भाषामा लान्छना लाग्यो होला, तर हामीलाई जोडै लागेको थियो। हामी कहीँ पनि भारतकै कुनै प्रान्तबाट पनि हामी आसाम जाँदाखेरि विभिन्न खालका कुराहरू थिए। तर त्यो भाषाको मान्यतामा अब अन्तिममा अब धेरै मान्छेहरूले नै 36 वर्ष पुरानो आन्दोलनलाई एउटा मुकाममा पुर्याउनु, एउटा ठाउँमा पुर्याउनको लागि संविधान भारतको संविधानको 8औं अनुसूचीमा अन्तर्भुक्त गर्नको निम्ति जुन अन्तिम अवस्थामा चाहिँ सिक्किमका भूतपूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी र उनकी धर्मपत्नी तिनताककी संसद सदस्य दिलकुमारी भण्डारीज्यूले जुन लगाम लिनुभयो, त्यो लगाम चाहिँ ठुलो कुरो थियो। म एकैछिन यो जुन भाषालाई एउटा भारतीय संविधानको 8औं अनुसूचीमा राख्नका लागि यहाँहरूले गरेको सङ्घर्षका बारेमा एकछिनमा फर्कन्छु। तर म अहिले के चाहिँ जोड्न चाहन्छु फेरि भने, अघि हजुरले भन्नुभयो प्रत्येक 10 किलोमिटरमा भाषा परिवर्तन हुन्छ। यो बोलीचालीको भाषा त परिवर्तन हुने भइ नै हाल्यो, भाषामा आञ्चलिकता हुन्छ, ठाउँ ठाउँमा भाषाका चाहिँ लवजहरू फरक हुन्छन्, शब्द नै फरक हुन्छन्, प्रयोगै फरक हुन्छ, यो सबै कुरा त हुन्छ। तर मैले बुझ्न चाहेको चाहिँ स्ट्यान्डर्ड नेपाली ल्याङ्ग्वेज जो हो त्यसलाई चाहिँ कसरी हजुरहरूले चाहिँ लेख्य भाषाको रूपमा चाहिँ कसरी प्रयोग गर्नुहुन्छ? आफ्नै डिक्सनरी छ, आफ्नै ग्रामर छ कि नेपालसँगै चाहिँ नेपालकै ग्रामर, नेपालकै डिक्सनरीहरू प्रयोग हुन्छन् कि? पारसमणि प्रधानज्यूले जतिखेर चाहिँ 1961मा पश्चिम बङ्गाल, भारतको पश्चिम बङ्गालमा भाषालाई चाहिँ यो दार्जिलिङ, कालेबुङ, खरसाङमा जुन मान्यता आञ्चलिक माने राज्य भाषाको रूपमा मान्यता दिनुपर्छ भन्ने जुन मागहरू उठेको थियो, त्यतिखेरमा उहाँले धेरै क्वेसनहरू झेल्नु भएको थियो कि तिमीहरूको आफ्नो व्याकरण छैन, तिमीहरूको आफ्नो माने एउटा सम्पर्क के भन्छ त्यसलाई व्याकरण भएको शब्दकोशहरू छैन भन्ने कुराहरू जुन क्वेसनहरू आएको थियो त्यो समयकोमा। र त्यतिखेर हाम्रो डाक्टर पारसमणि प्रधानज्यूले धेरै कामहरू सबै आफैले नै गरेर
त्यो लगेर बुझाइसकेपछि 1961 चाहिँ तपाईँको भाषाले माने राज्य भाषाको रूपमा मान्यता पाएको थियो। त्यसमा चाहिँ तपाईँको त्यो करिकुलमहरू पनि उहाँले फाल्टै निर्धारण गर्नुभएको थियो पठन पाठनको लागि कि भाषाको लागि शब्दकोशहरू मात्रै त्यस्तो? होइन, शब्दकोशदेखि लिएर व्याकरणदेखि लिएर धेरै कुरा नै उहाँले गर्नु, धेरै अब जस्तो धेरै नै काम गर्नु त्यो समयको हिसाबमा। अब हुन त आज धेरै विकास भएर गएको छ, अहिले हामीले यस्तो चाहिँ भन्नु सक्दैनौँ कि उनको माध्यमले गर्दा मात्रै चाहिँ भारतमा नेपाली भाषा विकसित भयो भन्नु त सक्दैनौँ त्यो, होइन। त्यसको निम्ति त अब अहिले हामीले विभिन्न सेतुहरू छ, होइन। नेपालसँगको हाम्रो जुन सम्पर्क छ उहाँ र हाम्रो उहाँको कुरा यहाँ आउनुपर्छ र यहाँको कुरा पनि उहाँ जानुपर्छ, यस्तो विभिन्न कुराहरू छन् है। यसैमा अलिकति जोड्न चाहेको चाहिँ मानक नेपाली भाषा भन्ने कुरा केही छ त? जस्तो फेरि अब विभिन्न क्षेत्र छ नि त, होइन। यसमा पनि अब यो पुस्तकमै मात्रै आएको पनि यो ठुलो चाहिँ एउटा प्रतिनिधिमूलक नै किताब हुनुपर्छ। यसमा सिक्किम छ, दार्जिलिङ छ, कालेबुङ, खरसाङ, मिरिक, सिलगढी, अस्साम, मणिपुर, डुवर्स सबै छन्, यी सबै क्षेत्रमा नेपालीहरू छन्। यो सबैमा चाहिँ मैले बुझ्न खोजेको चाहिँ नि यो मानक नेपाली भाषा भन्ने कुरा केही छ कि आफ्नो आफ्नै हिसाबले सबैतिर चलिरहेको छ? एकदम राम्रो कुरा। मानक बनाउने प्रयास भएको थियो, हजुर। तर अब मानक बनाउने मेरो आफ्नो दृष्टिकोणमा चाहिँ एउटा मानक बनाउने कोसिस चाहिँ गरियो। जस्तो अब नर्थ बेङ्गल युनिभर्सिटीबाट धेरै युनिभर्सिटीबाट माने प्राज्ञहरू बसेर पनि बनाउने कोसिस गरियो। तर जस्तो अब कुन स लेख्ने, कुन स नलेख्ने, डमा तलबाट थोप्ली लाउने कि नलाउने, डमा थोप्ली लाउने कि नलाउने, अब मर्दै नचलाउने कि दन्ते नले चल्ने, होइन। यस्ता विविध मानेहरू छन्। तर माथिल्लो क्रममा मात्रै भएको जस्तो लाग्यो मलाई पर्सनली। जस्तो अब माथिल्लो पाठ्यक्रममा मात्रै जुन तपाईँले जुन मानक भाषाको कुरा गर्नुभयो, अब जस्तो आफ्टर 10 है 10औं श्रेणीदेखि उता चाहिँ त्यो चल्यो होला, अथवा 12देखि उता चल्यो होला, अथवा तपाईँको के अरे स्नातकोत्तरको उसमा हिसाब चल्दाखेरि चाहिँ यो तलबाट जुन आइराखेको छ, जस्तो मलाई पढाउने टिचरले एउटा पढाउनु भएको थियो, मैले त्यही लिएर गएँ, होइन। अब मैले पढाउँदासम्म त्यो चेन्ज भएको थिएन। अन्त त्यो 10औं श्रेणीदेखि माथि अथवा 12 माने उच्च माध्यमिकदेखि माथि अथवा ग्रेजुएसनमा भन्दा माथिबाट एउटा मानक बनाएर हुँदैन मलाई जहाँसम्म लाग्छ। त्यो तल्लो तहबाट आउनुपर्छ। जस्तो म प्राइमेरी स्कुलमा पढाउँछु भने मैले के कसरी पढाउँदैछु त्यही फलो गरेर माथिसम्म जाने हो। अब मैले चाहिँ तपाईँको तलपट्टि चाहिँ एक हिसाबले पढाउँदैछु, अनि उसलाई 10मा अथवा 8मा गइसकेपछि त अब यसरी पढ्ने भन्दा चाहिँ त्यो स्टुडेन्ट आफै पनि कन्फ्युजन हुन्छ। अनि त्यसले गर्दाखेरि अब हामीले जुन मानक बनाउने भन्दा चाहिँ तल्लो तहबाट जानु पर्यो। र साहित्यमा एउटा भन्दा अब राम्रो हुँदैन होला, अलि हठीपना पनि छ। हजुर, हठीपना पनि छ। अब केही साथीहरूले, अब सिक्किमभित्र केही साथीहरूले के भन्नुहुन्छ, हामीले भन्छौँ यसरी गर्नुपर्छ, यसरी छ। अब जस्तो हामी नेपाली बृहत शब्दको चलाउँदैछौँ, हजुर, यहाँ कुन चलाउँदैछौँ, उताको पनि छ है। तर अब दन्ती छ चलाउने कि नचलाउने त्यो त एउटा मानक हुनु पर्यो। यहाँ यसरी चलाइँदैछ भने उहाँको पनि एउटा मानक हुनु पर्यो। त्यो आफ्नै एउटा आफ्नै खालको हुनु पर्यो त्यो देशको, होइन। जब भाषा चेन्ज हुन्छ भनेदेखि हामीले आफ्नो प्रकारले भाषा बनाउने हो भने त्यो त सम्भव हुँदैन। तर हामीले एकाअर्कामा सामञ्जस्यता गरेर मिलाउनु। तर मलाई अलिकति लागेको चाहिँ यदि प्राज्ञगणहरूले केही त्यस्तो तयारी गर्दै हुनुहुन्छ भनेदेखि तल्लो तहबाट तयारी गरिदिन्छ, त्यो चाहिँ मलाई थाहा भएन है। तर गरिरहनु भएको छ भने त्यो त स्वागतयोग्य छ। तर गर्नु भएको छैन भनेदेखि चाहिँ म यहीँबाट चाहिँ एउटा माने मेरो आफ्नो व्यक्तिगत सुझाव हो, म के भन्नु चाहन्छु भनेदेखि एउटा हामी तल्लो प्राथमिक स्तरबाट नै लिएर जानुपर्ने हुन्छ भाषालाई एउटै बनाउनुको लागि चाहिँ। जस्तो बङ्गलामा म एउटा सानो उदाहरण छु। बङ्गलामा हामीले सिलगढीमा जुन हेर्छौँ, सिलगढीमा एउटा रिक्सावालाले पनि पढ्ने पेपर पढ्छ, उसले बुझ्छ। तर त्यही पेपर प्रबुद्ध वर्ग बङ्गाली कम्युनिटी समुदायकै प्रबुद्ध वर्गले पढ्दा पनि बुझ्छ। हाम्रोमा चाहिँ अलिकति प्रब्लम छ। हामीले त्यो ठुलो शब्द लगाएर है, अब जस्तो अब
मिठो लेख्दाखेरि म बडाइकर लेख्ने कि छटाइकर लेख्ने है जस्तो अब ठुलो लेख्दाखेरि ठुलो त दुइटै छटौकर पनि ठुलो हुन्छ बडाको त्यो कसरी लेख्ने यो मानक जुन जबसम्म एउटा निर्धारण हुँदैन निर्धारण भइदियो भने चाहिँ भविष्यमा गएर चाहिँ हाम्रो आउँदो पिँढीलाई चाहिँ पढ्नु जस्तो अब एउटा छ नि नेपाली पुरा कठिन हो भन्छ नि त धेरैले होइन हाम्रो पनि नेपाली त एकदम कठिन हो सकिँदै सक्दैन त त्यसमा चाहिँ के कठिन भएको हो हामीले त्यो चाहिँ निकाल्नु पर्यो उच्चारण के अरे जुन हामीले स्पेलिङहरू लेख्छौँ त्यसमा अब कठिन भएको हो कि किन हाम्रोमा चाहिँ के छ भने धेरै ठाउँमा चाहिँ छटाइकर लेख्दा एउटा अर्थ हुन्छ र त्यो अर्को बडाइकर लेख्दाखेरि अर्को अर्थ हुन्छ होइन त्यो चाहिँ सेन्टेन्स हिसाबमा पनि हुन्छ कहीँ कहीँ यस्ता विविध कुराहरू यो हुँदाहुँदै पनि अमेरिकामा पनि कस्तो छ भने नेपालबाट कि पुस्तकहरू लगेर उहाँ पनि क्लासहरू गराउने पढाउने त्यो जुन अघि मानकको कुराहरू नि होइन कोर्सको कुरा पनि गर्नुभयो हजुरले अब यो चाहिँ समस्या अमेरिकामा पनि आएको हो कि अब जस्तै यहाँबाट यहाँका कोर्सका किताबहरू लगेर उहाँका नानीहरूलाई पढाउँदा टर्मिनोलोजीमा चाहिँ फरक भयो नि उहाँ बसेपछि त्यही देश अनुसारको अब नर्वे र अमेरिका पनि त केही कुरामा फरक छ होइन अन्त त्यो आफ्नो आफ्नो ठाउँमा निर्धारण हुनु पर्यो जस्तै म दार्जिलिङ रहँदाखेरि त्यहाँ धेरै आजलाई आजु भनिन्छ नि प्राय होइन आजु आयो गयो होइन बाबा आयो बाबा गयो भनेर त्यसरी बोल्छ कि त्यतातिर होइन अब यता बाबा आउनुभयो बाबा जानु बुवा भनिन्छ उता बाबा भनिन्छ कुराहरूले बाबा गइस्यो कठिन हुन्छ अब तपाईँको पश्चिममा गयो भने अर्कै छ भाषा होइन मलाई नि पश्चिम जाँदाखेरि यहीँ नेपालमै पनि अलिक तलतिर तपाईँ धादिङदेखि उता लाग्नु पनि फरक छ त्यो भाषा नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली बृहत शब्दकोश बनाएको छ नेपालभित्रै पनि त्यसलाई कतिले मानेका छन् कतिले छैनन् विवाद छ भाषामा यो भएन भन्ने कुरा भइराखेको छ मानक नेपाली भाषा आन्दोलन गर्नेहरू दुनियाँ मान्छेहरू छन् होइन प्रज्ञाले अब निकाल्न लाग्यो 2 महिनामा निक्लँदैछ 2200 भन्दा माथिको चाहिँ 2200 पृष्ठभन्दा माथिको शब्दकोश निकाल्दैछ त्यसमा चाहिँ भारतबाट पनि भारतका विभिन्न ठाउँहरू बर्मासम्म पुगेर उहाँहरूले 15,000 शब्दहरूलाई चाहिँ ल्याउनु भएको छ भन्ने कुरा बुझेको छ जस्तो अब सिक्किम दार्जिलिङतिर प्रयोग हुने डल्लै जो चाहिँ हाम्रो नेपालमा भुटानमा त्यो चाहिँ डल्लो हुन्थ्यो भनेदेखि त्यो चाहिँ अब पुरै भन्ने अर्थमा तपाईँहरूले जसरी प्रयोग गर्नुहुन्छ त्यो मानक नेपाली भाषा निर्माण गर्ने क्रममा यहाँहरूले नेपालको प्रज्ञा प्रतिष्ठानले छापेको डिक्सनरीलाई प्रयोग गर्नुहुन्छ कि आफ्नै हिसाबले चलिराखेको छ अब अहिले त बिचमा आइराखेको छ हजुर अब मैले अलिक ठिकसँग नाम त भन्नु सकिनँ मैले मेरो किताबहरू छ हजुर तर मैले हामीले ओभरअल हेर्दाखेरि चाहिँ बृहत शब्दकोश चलाएको स्थिति चाहिँ छ है तर त्यसमा जस्तो बिचबाट धेरै राम्रो जस्तो बनारसपट्टिबाट पनि के आएको भन्ने सुनेको छु हजुर एक्ज्याक्टली तर त्यसको अब यसको स्पष्ट चाहिँ अब मैले भन्नु सकिनँ तर त्यो हुनु चाहिँ जरुरी छ यसैसँग जोडेर नि जस्तो हजुरले भारतमा बसेर नेपाली भाषामा लामो समय पत्रकारिता गर्नुभएको छ साहित्य साधना पनि गर्नुभएको छ भुटान भन्ने शब्द जो छ नि भुटानलाई भदीर्घ हुनुपर्ने भनेर चाहिँ हामीले भुटानीहरूले जानेको चाहिँ भुटान दीर्घ हो हामी भुटानी पनि दीर्घ लेख्थ्यौँ अब अहिले आएर नेपालमा ह्रस्व लेखिन्छ हाम्रा धेरै साथीहरू यो भुटानको दीर्घ भूसँग चाहिँ हाम्रो चाहिँ पहिचान जोडिएको छ किनकि यो एउटा संस्कृत शब्द हो भन्ने पनि मान्नुहुन्छ कि हो यस्ता खालका कुराहरूमा चाहिँ जब एकात्मकता हुँदैन यहाँको त्यहाँको बरौको लेख्य भाषामा बोलीचालीमा त ठिकै छ आञ्चलिकता छँदैछ होइन त्यसले अलिकति कठिनाइहरू ल्याउँदो रहेछ हामी एक स्टेप अगाडि गएर नि हामी के छलफल गरौँ भने यो किताब छ यति बाक्लो किताब छ यो 400 पृष्ठभन्दा लामो किताब छ विभिन्न क्षेत्रका भारतीय कथाकारहरूलाई चाहिँ यसले समेटेको छ आञ्चलिकता कतिको पाइन्छ अनफर्चुनेटली मैले यो किताब पढिहाल्न सबै हेर्न भ्याइनँ मैले सरसर्ती मात्रै हेरेँ यसमा जस्तो आसामको नेपाली भाषा र दार्जिलिङ सिक्किमको नेपाली भाषामा अन्तर पाइन्छ कि पाइँदैन सिक्किमबाट निस्किने पत्र पत्रिकामा नचाहेको चाहिँ हुँदैन भित्रैबाट यो हामीले नै हाम्रै हो हामी भनेर भइ चाहिँ हालेको छैन केही शब्दहरू तर त्यहाँनिर सिक्किमे शब्दहरू पसेका हुन्छन् त्यो डोमिनेट भएको होला क्या त्यहाँको त्यो भाषाले उ गरिहाल्छ जस्तो अब हाम्रो दार्जिलिङमा फेरि दार्जिलिङमा बङ्गाली कम्युनिटीहरू गएको छ भने उनीहरूको लेख्य भाषामा चाहिँ जस्तो कहीँ जस्तो अब कुनै शब्दहरू चाहिँ अर्थ उनीहरू बङ्गलाबाट लाग्दैन त्यसमा फेरि नेपाली शब्दहरू उनीहरूले आफ्नो प्रकारले लेख्छन् र उनीहरूले फेरि ब्राकेटमा त्यो नेपालीको त्यो
जस्तो ठाउँको नामहरू है कतिपय त्यस्ता शब्दहरू छन् जस्तो अब उनीहरूको भाषाले लेख्दाखेरि खुल्दैन भनेदेखि चाहिँ त्यो त्यहाँनिर उनीहरूले एउटा डेफिनेसन दिएर त्यसरी गरेको चाहिँ देखेको छु मैले। नेपालमा के चलाएको छ भने अहिले पछिल्लो समय केही युवा साथीहरूले के गर्दै हुनुहुन्छ भने जस्तो न्यायालय र अदालत होइन, अदालत नेपाली शब्द होइन, यो चाहिँ हिन्दी वा फारसीबाट आएको शब्द हो। किन हामी अदालत भन्नु, किन न्यायालय नभन्नु होइन, किन न्याय नभन्ने भन्ने खालका कुराहरू आइराखेका छन्। यस्तो भाषासँग सम्बन्धित कन्जर्भेटिभपना चाहिँ त्यतातिर कति छ कि मान्छेहरू ओपन छन्, जसरी लेखे पनि मान्छेले ठिक छ यो बुझ्यो भनेर मान्छन् कि होइन नेपाली नै लेख्नुपर्छ, स्ट्यान्डर्ड हुनुपर्छ भन्ने खालका कुरा गर्छन्। मलाई जहाँसम्म के लाग्छ भनेदेखि नि अदालत चलाउने नचलाउने आफ्नो खुसीको कुरा हो, तर मलाई चाहिँ के लाग्छ भने नेपाली जनजिब्रोले जब एक्सेप्ट गरिसक्छ, स्वीकार गरिसक्छ त्यो शब्द जस्तो अब अङ्ग्रेजीमा पनि मैले अब केही धेरै शब्दहरू त भारतबाट गएका छन्, यहीँबाट पनि गएका होलान्। जस्तो जङ्गल भन्ने शब्द त त्यस्तो एउटा उदाहरणको रूपमा मात्रै भनेको। उनीहरूले लाख शब्दहरूलाई लिएर जान्छ प्रत्येक वर्ष। अब यसपालि जुन तपाईँले अघि त्यो प्रज्ञा प्रतिष्ठानले बृहत शब्दकोशको जुन कुरा गर्नुभयो कति पेजको भन्ने, त्यसमा अब मैले सुनेको थिएँ झन् 16,000 शब्दहरू चाहिँ हामीले दार्जिलिङदेखि लिएर बर्मासम्मका शब्दहरू लेखेका छौँ भनेर। भोलि त्यो त हाम्रै भयो नि होइन, त्यो चाहिँ अब यो चाहिँ दार्जिलिङको, यो चाहिँ बर्माको भन्ने कुरा त आउँदैन, आसामको भन्ने कुरा आउँदैन। हामीलाई त्यो अब अहिले त फेरि तपाईँको यो जुन प्रविधिको युग आयो, सामाजिक सञ्जालको कुरा आयो, यसले त झन् उत्पादै गरेको छ होइन त्यो शब्द। अनि भाषाई एकीकरणको लागि हामीले जुन सङ्घर्ष गर्दैछौँ, अब एकीकरण चाहिँ केमा भने कसरी चाहिँ हामीले एकीकरण गरेर जाने भन्दाखेरि चाहिँ जो प्रबुद्ध वर्ग जो अलिकति होइन यसरी गर्नुपर्छ भनेर लेख्ने मान्छेहरूले नै पहल गर्नु पर्यो। हजुर हजुर है साधारण रूपमा मान्छेले बिचरा उनीहरू त के हुन्छ त फलानाले यसो भने त यसै हुन्छ। किनभने मेरो छोराछोरीले म अलिअलि यसो कोरकाड गरेर लेख्ने भएकोले गर्दा बाबाले यसो लेखेछ मैले यसो लेख्नुपर्छ भन्छ, तर मेरो नि गलत छ होला नि त। मैले यो कुरा किन उठाएको भने नि हाम्रोमा यो अझै धेरै छ कि हामीले भुटानमा हुँदा जङ्गल भन्न जानेकै थिएन भने पनि हुन्छ, वन भन्न त जानेकै थिएन। हामी त फारस भन्थ्यौँ, फारस गार्ड भन्थ्यौँ होइन, अनि हामीले वनपाले भन्न त कहिले जानेकै होइन, हामीले ड्राइभर नै भन्थ्यौँ, कहिले पनि हामीले चालक भन्न जानेको होइन। यी धेरैभन्दा धेरै अङ्ग्रेजीका शब्द नेपालीमा गए, तर अपभ्रंशित हुँदै नेपालीपना बोकेर गएर ती शब्दहरूलाई हामीले चाहिँ आफूमा लियौँ कि आफ्नो भाषामा लियौँ। ती कुरा नेपाली भाषामा अलिक कम आइराखेका छन्। अनि अब भारतमा चाहिँ कुन हिसाबबाट सोच्नु हुँदो रहेछ यो नेपाली भाषा साहित्यमा साधना गर्ने मान्छेहरूले भनेर बुझ्न खोजेको थिएँ मैले। एक स्टेप अगाडि जाउँ हामी, विद्यालयहरूमा चाहिँ कस्तो छ त नेपाली भाषाको अवस्था कस्तो छ, कतिको पढ्नुहुन्छ त्यतातिर? अब यो त मतलब अब सबै यो भारतभरिको कुरा गर्ने त सम्भावना पनि अलिक कम्ती छ होइन, विभिन्न ठाउँहरू छन् जहाँ चाहिँ अब नेपाली भाषै पढाइ नै हुँदैन, दोस्रो तेस्रो भाषाको रूपमा ऐच्छिक भाषाको रूपमा पढाइ हुन्छ होला। जसलाई हामीले नेपाली भाषाको पहिला त केन्द्रबिन्दु जस्तै मानेको थियौँ नि, दार्जिलिङ बनारसी सिक्किमलाई पनि होइन, ती कुराहरूमा चाहिँ कस्तो छ? कति अहिले मान्छेले बच्चाहरूले नेपाली भाषा नपढे पनि हुन्छ भन्ने अवस्था छ कि होइन म पढ्छु भन्ने अवस्था छ कि कस्तो चाहिँ छ? त्यहाँ चाहिँ मलाई भन्नु मन लागेको कुरा तपाईँ एकदमै सही क्वेसन गर्नु। मलाई भन्नु चाहिँ मन लागेको के भनेदेखि अहिलेको समयमा अझै व्यापक भएको छ, तपाईँको भाषा तपाईँले के पढ्दैछ त्योसँग अर्थनीतिको सम्बन्ध हुँदो रहेछ। ओहो है त्यो अर्थनीतिले तपाईँलाई त्यो भाषा पढ्दाखेरि तपाईँलाई अर्थनीतिमा कहीँ सहयोग हुन्छ भनेदेखि त्यो भाषा आफै त्यसले एउटा प्रभाव मान्यता नि पाइहाल्दो रहेछ। आज आएर चाहिँ अब दार्जिलिङकै कुरा गरौँ है, सिक्किममा त अहिले पनि कमसेकम 80% भन्दा मान्छेहरू बेसीले नेपाली भाषा बोल्छन्, सम्पर्क भाषा। अरू भाषीले पनि अघि नै मैले भनिहालेँ उनीहरूले पनि नेपाली भाषा बोल्छन्, नेपाली भाषा लेख्छन् पनि। बङ्गालीहरूले पनि राम्रो बङ्गालीहरूले चाहिँ भारतको जुन दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन छ अरे त्यो आन्दोलनको चाहिँ इतिहास बङ्गलामा लेखिएको छ। हजुर है त्यसको भन्नु मतलब चाहिँ के भने यो जुन तपाईँको के अरे जुन भाषाको एकीकरणको त हामीले अघि कुरा गऱ्यौँ। अब अलिकति म पत्रकारिता छु यहाँनिर। हजुर ठिक छ, पत्रकारितामा हामी एकछिनमा आउँछौँ, तर अहिले चाहिँ हामी भाषाकै मात्रै कुरा गरौँ। तर भाषा भन्दा त पत्रकारितामा पनि भाषा त आइ नै हाल्छ होइन, पत्रकारितामा प्रयोग हुने नेपाली भाषाको कुरा गर्नु ठिक छ। नेपाली भाषाको प्रयोगमा अब
जुन हामीले समाचारको भाषा एउटा हुन्छ। हजुर। अब यो अब राम्रो राम्रो किताबहरूमा प्रबुद्ध वर्गहरू जुन विद्वज्जनहरू छन् तिनीहरूले कस्तो प्रकारले पहल गर्नुहुन्छ। अब यो जुन अघि मैले शब्दको प्रयोगहरू भने विद्यालयहरूमा नानीहरूले बिस्तारै बिस्तारै नेपाली पढ्नु छोड्दै गरेको स्थिति देखिँदैछ। त्यो रोजगारसँग अब धेरै मान्छेले के भनिरहेछ भनेदेखि चाहिँ नेपाली भाषा पढेर के गर्नु, त्योसँग हुने त हाम्रो के भन्छ इकोनोमिक अथवा रोजगार त छैन, अर्थतन्त्रको कुरा आयो। तर मैले यो बारेमा केही कुराहरू हाम्रो दिलकुमारी भण्डारीज्यूसँग पनि कुराकानी गर्दा चाहिँ मलाई के लागेको थियो भनेदेखि धेरै ठाउँहरू रहेछ। भारत ठुलो देश है, गणतन्त्र देश र हामीले धेरै मौकाहरू त छन्। हामीले त्यहाँनिर नगइराखेको स्थिति, हामीले खोज्दै नखोजेको स्थिति। जस्तो बङ्गालमै पनि धेरै ठाउँहरू छ त्यहाँ पनि नगइरहेको। जस्तो अब पार्लियामेन्टतिर त अनुवाददेखि लिएर अरू धेरै कुराहरू छ। अनि त्योसँग अलिकति कमजोर हाम्रो भएको अहिले बिस्तारै कमजोर भएको चाहिँ कि हामीले अनुवादमा चाहिँ ध्यान नदिएको स्थिति छ है। अनुवाद साहित्यमा चाहिँ हामीले जस्तो अब पहिलाको हेरे त धेरै भइरहेछ, तर जुन प्रकारले आइरहेको छ नि, जुन प्रकारले अब नयाँ जो पिँढी आउँदैछ नि, नयाँ पिँढीलाई चाहिँ हामीले प्रतिनिधित्व उनीहरूलाई पनि गर्नु लाउनुपर्छ। यसको अर्थ के हामी बिस्तारै सुदपाले खनेको बाटो बिस्तारै बिर्सदैछौँ भन्ने पनि हो। महाविद्यालयहरूमा विश्वविद्यालयहरूमा नेपाली भाषाको स्तर कस्तो छ? जस्तो सिक्किम युनिभर्सिटीमा नेपाली भाषा पढाइ हुन्छ, नर्थ बेङ्गल युनिभर्सिटीमा पनि नेपाली भाषा पढाइ हुन्छ होइन, अरू धेरैतिर हुन्छ। त्यसमा विद्यार्थीहरू कति पाउँछन् ती प्रोग्रामहरूले? कति धेरै विद्यार्थीहरूले नेपाली पनि पढ्दा हुन्छ र यसलाई पनि जीविकोपार्जनको माध्यम बनाउँदा हुन्छ भनेर कतिले सोच्लान्? कति छ त्यस्तो अवस्था? कमजोर भइरहेको, कमजोर हुँदैछ है। त्यो चाहिँ कमजोर भएको स्थिति छ। त्यो जस्तो कसरी कमजोर हुँदैछ भनेदेखि धेरै स्कुलहरू बन्द भइरहेछ नि त। हजुर। है, हाम्रो प्राइमेरी स्कुलहरू बङ्गालमा पनि दार्जिलिङमा पनि धेरै स्कुलहरू बन्द। जस्तो अब समय समयमा राजनीतिक प्रभावले पनि धेरै बिगारिदिँदो रहेछ कि। जस्तो समय समयमा हामीले 60को दशकमा पनि यो कुरा भोगेको थियौँ। मलाई चाहिँ मेरो पर्सनल भ्यूमा चाहिँ के लाग्छ भनेदेखि बङ्गला भाषा सिक्नु नराम्रो कुरा चाहिँ होइन। हजुर। तर मैले नेपाली छोडेर मात्रै बङ्गला पढ्ने हो भनेदेखि चाहिँ त्यो चाहिँ गलत हो। गलत, हजुर हो। तपाईँको एउटा नेपाली मूलबाट आएको भएर होइन। अन्त त्यो तपाईँको म अङ्ग्रेजी सिक्दैछु, पढ्दैछु होइन, अङ्ग्रेजीलाई मैले आफैलाई मान्यता दिइरहेको छु। मैले अङ्ग्रेजी अब बङ्गला पनि मैले सिक्नुपर्छ। तर जुन प्रकारले सरकारी एउटा जुन प्रभाव राजनीतिक जुन कुराहरू छन् त्यसले चाहिँ अलिकति कता कता के गरेर जस्तो हाम्रो इलाकामा नेपाली भाषी बहुभाषी भएको धेरै मान्छे बोल्ने ठाउँमा भएको ठाउँमा चाहिँ यो खालको जुन प्रेसर भन्छ नि त्यसलाई होइन, प्रेसरले चाहिँ पनि बिगार्छ होला ठाउँ ठाउँमा भन्ने चाहिँ मलाई लाग्छ। अनि हजुर, त्यसो हुँदाखेरि अब के त यसको तात्पर्य चाहिँ जनस्तरकोमा चाहिँ एउटा नेपाली भाषाप्रतिको मोह चाहिँ घट्दै गएको हो त? त्यो तपाईँले के बुझ्नु भएको छ? होइन, अब जस्तो अङ्ग्रेजीमै अब धेरैले के भन्छ भने म अङ्ग्रेजी सोच्छु भनेर भन्नु थालेँ है, अङ्ग्रेजीमा म सोच्छु भने। भोलि गएर नेपाली भाषा कस्तो बन्ला? चिन्ताजनक अवस्था त होइन भारतमा कि हो? होइन, चिन्ताजनक अवस्था छ। चिन्ताजनक छ, चिन्ताजनक छ। किन यसलाई अङ्ग्रेजीले जित्यो, बङ्गलाले जित्यो, वा उता आसामिसले जित्यो कि? होइन, जितेको भन्दा पनि जितेको त कसैले कोही हारेको नि होइन होला, कोही जितेको नि होइन होला होइन। तर कुरा चाहिँ मैले अघि नै भनि आएँ कि यसलाई हामीले जस्तो अब मैले गर्दाखेरि, मैले केही लेख्दाखेरि अथवा मैले कहीँ छाप्नु पर्दाखेरि, जस्तो अब भारतमा प्राय हामीले किताबहरूमा जुन आर्टिकलहरू दिन्छौँ, हजुर हजुर, त्यहाँ अलिकति छाउन चाहेँ मैले। अलिकति जुन किताबहरूमा आर्टिकल दिन्छु हामी स्वतः आफ्नो इच्छामा दिन्छु। मैले तपाईँलाई यहाँ ठक्कै जम्प गर्नु मन लाग्यो कि त्यो भारतको जस्तै कोर्सहरूमा चाहिँ यता नेपालबाटै लेखेका नेपाली राइटर्सहरूको चाहिँ कन्टेन्टहरू हुन्छ, भारतबाट मात्रै लेखेको हुन्छ, होइन सबैतिरबाट लेखेका राइटरहरूको चाहिँ जस्तै कथा कविता कन्टेन्टहरू राख्ने गरिन्छ। कस्तो छ त्यो? त्यो चाहिँ यस्तो छ, मलाई जहाँसम्म जानकारी छ, म टिचर लाइनमा परिनँ म है, मलाई जति मलाई एउटा जानकारी छ संक्षिप्त रूपमा, यो जुन तपाईँको
यो के अरे पाठ्यक्रमको कुरा हो। यो पाठ्यक्रम चाहिँ एउटा क्वेसनहरू चाहिँ आइराखेको छ। हाम्रो थर्ड जेनेरेसन भनौँ, मोटामोटी थर्ड जेनेरेसनमा चाहिँ चेन्ज भएको अवस्था छैन। हजुर। जस्तो मैले बङ्गालमा मैले जे पढेँ त्यहीहरू चाहिँ आइराखेको छ अहिलेसम्म पनि त्यही केही चेन्ज भएको छन्। हामीले उहाँहरूलाई आदर गर्ने हो, आदर समभाव छ हाम्रो। तर आदर समभाव भन्छ कि विकासको क्रममा त हामी सधैँभरि त्योलाई नै माने अछेटेर राखिरहनु चाहिँ सक्दैन हामी। अब यसमा के हुन्छ त, युवा राइटरहरू अहिले सशक्त राम्रा राइटरहरू पनि छन्। यो के अलिकति पहिलाका पुराना मान्य गुन्याले लेखेकोलाई मात्रै प्राथमिकता दिएर त्यस्तो हुन गएको हो, अथवा युवा राइटरहरूले पनि राम्रो लेखेका छन्, उनीहरूको पनि कन्टेन्टलाई समेट्नुपर्छ, राख्नुपर्छ भन्ने हो? त्यो सोच चाहिँ हुनुपर्ने हो। त्यो सोचमा चाहिँ परिवर्तन अलिकति देखिएको छैन। जस्तो मेरो आइराखेको छ, मेरै आइरहनुपर्छ। अब जस्तो त्यो मेरो अगाडि जुन आउँदैछ नि, त्यो मलाई भित्रबाट चाहिँ लागिरहेछ यो मेरोभन्दा राम्रो लेख्दैछ, यो किताब यो कुरा चाहिँ यो पाठ्यक्रममा आउनुपर्छ भनेर चाहिँ भनिरहेको अवस्था चाहिँ छ। तर त्यसलाई भित्रबाट हुन्छ नि, तर कसरी अब मभन्दा अगाडि कसरी राख्ने भन्ने खालको त्यो चाहिँ नहुनु पर्ने जस्तो लाग्छ। अर्को कुरा नि मलाई के पनि भन्नु मन लाग्यो, भारतमा केही राज्यहरूमा केही प्रान्तहरूमा नेपाली पढाए तापनि तपाईँको अब अमेरिकामा बसेको एउटा नेपालीले लेखेका कुरालाई त्यहाँ कोर्समा काहीँ अथवा त्यो इन्क्लुड गरिन्छ गरिँदैन, के छ त त्यसको नियमहरू चाहिँ मलाई राम्रो थाहा छैन है। अन्तर्राष्ट्रिय स्तरमा बङ्गाल सरकारले नेपाली किताबहरू छाप्दैन अरे। त्यो जस्तो अब मेरो नानीले 5मा पढ्यो र मेरो नानीले 5मा पढिसकेपछि त्यो किताब उसले फर्काउनुपर्छ र अर्को नानी जो 5मा आउँछ उसलाई त्यो किताब दिइन्छ। छापिएको यो अवस्था छैन बङ्गालमा। त्यो 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 माने परिस्थितिहरू पनि छ। अनि त्यो जस्तो एकैपल्टमा 105-5वटा माने स्कुलहरू बन्द भएको स्थितिहरू पनि सुनिँदैछ। भाषाको प्रायोगिकताको कुरा भयो, भाषाले भोलि गएर मान्छेलाई कतिको चाहिँ अघि भने जस्तै त्यो इकोनोमिकल्ली कतिको बेनिफिसियल हुनसक्छ भन्ने कुराहरू भाइ दुनियाँ कुरा छन्। मैले यो कुरा किन उठाउन चाहेको थिएँ भने हामी जे लेख्छौँ साहित्यमा, अर्को खण्डमा हामी साहित्यको बारेमा छलफल गर्छौँ। हामी साहित्यमा जे लेख्छौँ, जसरी लेख्छौँ, त्यो सबै कुरालाई निर्धारण गर्ने त अन्ततः भाषै हो नि। त्यो हिसाबले मैले बुझ्न खोजेको थिएँ। अब हामी कुरा गरौँ, लामो समयसम्म नेपाली साहित्यको केन्द्रका रूपमा हामीले दार्जिलिङलाई देखिराख्यौँ। हिजो अस्तिसम्म इन्द्रबहादुर राईले लेखुन्जेलसम्म पनि नेपालका धेरैजना विद्वानहरूले कति समयसम्म हामीले भारतलाई चाहिँ सम्मान गर्नु पर्यो, अब त हामी नै सक्षम भयौँ भन्ने खालका कुराहरू पनि आएका थिए कि साहित्यमा। अहिलेको अवस्था चाहिँ कस्तो छ? साहित्य लेखनको अवस्थालाई हेर्दाखेरि हामी त्यस्तै हस्ती जन्माउने क्रममा छौँ, वा चाहिँ यो अलिक कमजोर हुँदै गयो भन्ने लाग्छ कि एकदम सामान्य हिसाबमा नि यो अवस्थाको कुरा गर्दा साहित्यको अवस्था कस्तो छ? अब मलाई जहाँसम्म लाग्छ जुन प्रकारले अब हामीले पहिलो जुन पिँढी थियो शिक्षाको निम्ति जुन पारसमणि प्रधानहरूले, सूर्यजंग गेवालीहरूले हैन जुन प्रकारले लिएर आउनुभयो, त्यो त एउटा क्रम छँदै थियो, जरुरी पनि थियो। अब सिक्किम दार्जिलिङमा आफ्नो राजनीतिक प्रोपागान्डाहरू पनि आयो, देखा परे यसमा। राजनीतिक प्रोपागान्डाहरूले पनि धेरै ठाउँमा विकासमा अवरुद्ध गरेको भन्ने मलाई मेरो आफ्नो पर्सनल लाग्छ, भिडमा लाग्छ मलाई। अब अवस्था त कसरी चाहिँ भने उकारा गर्ने, एउटा त्यो बलियो हिसाब त आउँदैन सबै मिलाएर गर्दाखेरि हैन। अन्तर्राज्य हिसाबमा भारतमा अन्तर्राज्य हिसाबमा जुन एउटा सेतुको काम हुनु पर्थ्यो त्यो पनि राम्रोसँग भइरह्यो। म अहिले नेपालसँगको सेतुको कुरा गर्दिनँ, भारतभित्रै अन्तर्राज्य हिसाबमा जस्तो अब आसाममा सबैभन्दा बढी नेपालीको जनसङ्ख्या है। त्यसपछि हामी अघि नै भन्नुभयो दार्जिलिङलाई चाहिँ हामी एउटा के अरे राजधानी, नेपालीहरूको राजधानीको रूपमा हेर्छौँ भनेर, ठिकै छ। अहिले जस्तो अब हाम्रो धेरै राम्रो भने जेनेरेसन, यो अहिलेको जेनेरेसनमा धेरै राम्रो लेख्नेहरू पनि आइरहेछ। तर अलिकति समाजले जुन कुरा सोचिरहेको थियो त्यो समाजकै बिचबाट चाहिँ कुराहरू लिएर जो के अरे सर्जकहरूले लेखिरहेको छ। अब एउटा क्वेसन चाहिँ यहाँनिर मलाई आफैलाई के गर्नु मन लाग्छ भने
हामीले अब सधैँभरि आकाश निलो भएको, बादल घन 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 भएको, हजुर है फुल फुलिरहेको मात्रै कविता लेखेर नि ती कुरा त लेखिसक्यो होइन, एकबाट अर्को प्रकारले हामी फेरि पनि त्यही कुरा लेखिराखेका छौँ। अब त नयाँ आउनु पर्यो नि, त्यो नयाँ आइराखेको छ, त्यसलाई चाहिँ एक्सेप्ट चाहिँ किन नगर्ने? त्यो कुरा गर्न खोज्दै थिएँ म। लेखनमा जागरुकता अझ कस्तो धारको लेखन हामी गरिराखेका छौँ, के लेख्दैछौँ, कस्तो लेख्दैछौँ र त्यो लेखन कताबाट प्रभावित छ भन्ने हिसाबले पनि मैले छलफल गर्न चाहेको थिएँ। कस्तो चाहिँ लेखिन्छ अहिलेसम्म पनि नेपालमा धेरै हिसाबले, अब लामो समयसम्म यो द्वन्द्वको अवस्थामा नेपाल रहेकाले अहिले पछिल्लो समय युद्ध साहित्य धेरै मजाले फस्टायो नेपालमा होइन। त्यस पछाडि अब गरिबीका कुराहरू यादी दुनियाँ यी अनेक कुराहरू त अहिलेसम्म पनि आइराखेका छन्, ती सबै कुराहरू अहिले पनि आइराखेका छन्। तर भारत चाहिँ के छ त, किनकि सिक्किम, दार्जिलिङ, उता आसाम भयो, डुवर्स एरिया भयो होइन, यी सबै कुराहरू त नेपालको त्यो राजनीतिक परिवर्तनबाट प्रभावित त भएनन्। उनीहरूलाई त त्यसले त केही पनि गरेन, छोएन। डायस्पोराका कुरा पनि आउँछन्। भारतीय नेपालीहरूले आफूलाई कहिले पनि डायस्पोरा मान्दैनन्, तर नेपालले चाहिँ भारत, भुटान, बर्मा चाहिँ इस्टाब्लिस डायस्पोरा हो, एउटा चाहिँ स्थापित डायस्पोरा हो भनेर भनिराखेको अवस्था छ। के कुराले चाहिँ यो लेखनलाई डोर्याइराखेको छ? के लेख्नुहुन्छ तपाईँहरू? दार्जिलिङमा जुन 80को सालमा सुभाष घिसिङको नेतृत्वमा जुन गोर्खाल्यान्डको आन्दोलन भयो, त्यसले चाहिँ दार्जिलिङको लेखन क्षेत्रलाई मोड्नु चाहिँ मोडेको हो। हजुर हजुर। जस्तो हामीले अघि भन्दै थियौँ, जस्तो त्यो सुभाष घिसिङले आफैले पनि त्यही के उपन्यासहरू धेरै छन् होइन, त्यो विभिन्न उपन्यासहरू, तर त्यसमा जातीय उन्मुक्तिका कुराहरू थिएनन्। हजुर है उनका मूलबारमा। जस्तो एउटा मने भन्ने एउटा उपन्यास छ, सानो पतला खालको। हजुर। त्यो मनेमा चियाबारीको वर्णन छ, चियाबारीमा श्रमिकहरूको अवस्था के कस्तो थियो भन्ने कुरा त्यो मनेमा छ। मैले भन्न चाहेको कुरा चाहिँ त्यहाँदेखि यता जब एउटा के हुँदो रहेछ भने नि, जस्तो अब तपाईँहरूले पनि भोगिरहनु भएको छ, हामीले तपाईँहरूले भोग्ने र हामीले भोग्नेमा फरक हो है। तपाईँहरूको भोगाइ अर्को हो, हाम्रो भोगाइ अर्को हो। भोगाइ चाहिँ अलग किनभने हामीले चाहिँ त्यही भित्र हामी त्यहाँको नागरिक हुँदा हुँदै पनि हामीले विडम्बनाहरू झेल्नु परेको अवस्था छ। हजुर हो, त्यो कुरा साहित्यमा आइराखेको छ। त्यो कुरा चाहिँ अहिले टिप्नु चाहिँ थालियो। जस्तो त्यो टर्निङ पोइन्ट चाहिँ के भनेदेखि 1986 को आन्दोलन भयो है, जस्तो गोर्खाल्यान्डको त्यो अन्तिममा गएर चाहिँ तपाईँको 1988 मा चाहिँ टुङ्गियो। कुनै हिसाबमा त्यसको कुरा नगरौँ, गोर्खाल्यान्डको चाहिँ मतलब कुरा नगरौँ भन्नु टुङ्गिएको हो यो होइन टुङ्गिएको त्यो त अर्को कुरा हो। मैले भनेको चाहिँ घिसिङले जुन प्रकारले आन्दोलन लिएर गएको थियो त्यो त 1988 मा त्रिपक्षीय सम्झौता टुङ्ग्याइदियो। त टुङ्गिनु त नहुनु पर्थ्यो। त्यहाँदेखि यता आएर चाहिँ विकास जुन अगाडि बढ्नु, जस्तो आन्दोलन त सधैँभरि एकरूपतामा जाँदैन, त्यसलाई कसरी अगाडि बढाएर लिएर जाने अथवा त्यसको अन्तिम मुकाम के हो भन्ने कुरामा पुग्नु पर्यो नि त। त्यो हुनु सकेन। कविताको क्षेत्रमा भन्नुहोस् या त निबन्धको क्षेत्रमा भन्नुहोस्, धेरै कुराहरू आयो। तर त्यही हिसाबमा चाहिँ जातीय जुन चेतनाको कुराहरू छ कि अब हामीले चाहिँ, मैले अघि नै भने अब फुलको कविता लेखेर हुँदैन, अब चाहिँ के अरे निलो आकाश भनेर लेखेर हुँदैन। अब चाहिँ हाम्रो जुन यथाक्रमको समय छ त्यो हिसाबमा हुन्छ। अर्को नम्बर एउटा अलिकति के पनि भयो भनेदेखि 1986 को आन्दोलनपछि मेरो, तर यो मैले एकदम ओभरअल कसैको उसबाट होइन, मेरो आफ्नो मात्रै कुरा भन्दैछु म। त्यहाँदेखि यता चाहिँ के पनि भयो भनेदेखि तपाईँको कसरी चाहिँ यो नयाँ युवावर्गले के सोच्न थाल्यो भनेदेखि अब हामीले जातीय उन्मुक्तिका कुराहरू गरेर यो चाहिँ कसको एगेन्स्टमा छ, कसको विरुद्धमा छ, कतै हाम्रै विरुद्धमा त छैन भन्ने कुराहरू। अनि अर्को चाहिँ मलाई के अहिले त्यो अलिकति के भन्छ धुन्दा खालको टाइपको भएको छ कि त्यो कतापट्टि गइराखेको भन्ने क्लियर स्थिति छ। एउटा आउँछ एउटा भन्छ, अर्को आउँछ अर्को भन्छ। जस्तो अब विमल गुरुङ आए, एउटा कुरा लिएर आए। मेरो भन्नु खोजेको चाहिँ जस्तो हामी यहाँनिर जुन कुराको तीनजना मिलेर जुन कुरा गरेर छ, अन्तिम निष्कर्ष भनेको के हो, भाषा र साहित्यको सेवाको कुराहरू। त्यो चाहिँ हुनुपर्थ्यो, एउटा केन्द्रबिन्दु चाहिँ हुनुपर्थ्यो। उनीहरूले केन्द्रबिन्दु चाहिँ बनाउनु मानेन। यो कुरा जस्तो यो राजनीतिक चेतनाको कुरो साहित्यको लेखनमा पनि बाक्लै आएको छ है पछिल्लो समय भारतमा। होइन, अहिले
नयाँबाट आउँदैछ जुन आउँदैछ त्यो नयाँबाट अब यो राजनीतिको अलावा चाहिँ अरू के कुराले प्रभाव पारेर अब यो साहित्य लेखनलाई चाहिँ मोडेको छ त? अरू के विषयमा साहित्य लेखन उठेका छन् त? अब जस्तो निबन्धको क्षेत्रमा पनि आइराखेको छ। जस्तो अब हाम्रो निबन्ध भयो, अघि भन्नुभयो नि एउटा जातीय कुरा उठेको छ होइन, जातीय जीवनको कुरा उठाएर अहिले कन्टेन्टहरू लेखिँदैछन् निबन्ध। अब जस्तो अब अर्को त्यो राजनीतिकले असर गरे त्यो विषयमा लेख्यो भने अरू ती अलावा चाहिँ के विषयमा साहित्य लेखिँदैछ? अर्को विषय चाहिँ अब आउनुपर्ने चाहिँ अर्थनीति पनि हो है। अर्थनीति चाहिँ एकदमै कम छ, कम आउँछ है साहित्यमा, कम माने लेखिएको। हजुर हजुर। अब अर्थनीति चाहिँ आएको होला अथवा मेरो जानकारीमा नहोला। अहिले नेपालमा साह्रै धेरै समानता असमानताका कुराहरू साहित्यमा आइराखेका छन् नि, नारीवादी चिन्तन चेतनाका कुरा, त्यो भारतीय नेपाली साहित्यमा कतिको देखिन्छ? जस्तो अब हजुरले सम्पादन गरेको किताब पनि एउटा किताब चाहिँ नारी रत्न नारी आभा भन्ने थियो, हजुरले सम्पादन गर्नुभएको। यो चाहिँ नारीवादसँग सम्बन्धित पुस्तक पनि थियो होइन। कस्तो छ नेपालका नारीहरूको अवस्था र भारतका नारीहरूको अवस्थामा अन्तर के पाइन्छ? नेपाली भनौँ, भारतीय सबै त अब भारतमा विभिन्न एथनिक ग्रुपहरू छन् होइन, ती सबैको बारेमा भएन। कस्तो छ नेपालमा जतिकै प्रगाढ रूपमा आइराखेको छ कि भारतमा त्यो चेतनाले कम छ? एउटा कुरा चाहिँ आइराखेको छ, वादी समानता अलिक बढी छ कि भारतमा होइन? एउटा कुरा चाहिँ के भइरहेको छ मलाई अलिकति राम्रो लागेको कुरा, हुन त मेरो सरकारभित्र मात्रै देखेर हो या के हो, हजुर हजुर, ओभरअल अरू अब जस्तो नेपाली कम्युनिटीदेखि बाहिरको कुरा गर्दाखेरि चाहिँ त धेरै कुराहरू छन् त्यो होइन, नारीहरूले उत्पीडन झेल्नु परेको, लान्छना धेरै कुराहरू छन्। तर हाम्रोमा चाहिँ अलिकति गाउँ बस्तीतिर होला, तर अब सहरको क्रम माने सहरको विकासको क्रमतिर बढ्दै गर्दाखेरि चाहिँ जुन महिला अथवा नारी जुन जस्तो के अरे भनौँ न 20-22 वर्षका 25 वर्षका के अरे नारीहरूले चाहिँ के सोच्न थालेका रहेछन्। अब कहीँ सुनिन्छ अप्ठ्यारोमा चाहिँ नारी फर्स्ट है, अप्ठ्यारोमा चाहिँ नारी फर्स्ट, अनि सुविधामा चाहिँ जस्तो अप्ठ्यारो काम गर्नु पर्दाखेरि चाहिँ होइन हामी त नारी हो भनेर अगाडि जानु नमान्ने है, अनि ठाउँ जहाँ सुविधा हुन्छ त्यहाँनिर चाहिँ नारी फर्स्ट भन्ने खालको एउटा। तर त्यहाँ चाहिँ के भइरहेछ भने उहाँहरूमा पनि एउटा चेतना चाहिँ आएको छ त हामी चाहिँ कहिलेसम्म चाहिँ उनीहरूलाई अघि लाएर अनुग्रहमा यही कुरामा म चाहिँ के भन्छु नि, यो लेडिज फर्स्ट अथवा लेडिज प्रायोरिटी भनिन्छ नि, यो कुराको फेरि मलाई मन नपर्ने एउटा विषय पनि हो क्या। किन फर्स्ट भन्ने? अहिले त सबै नारीहरू पनि उत्तिकै सशक्त छन्, उत्तिकै पढे लेखेका छन् होइन, त्यो कुरालाई उठाइरहनु जरुरी छैन जस्तो लाग्छ कि मलाई है। अब अरू जातीय हिसाबमा पनि यी कुराहरू तमाम उठिरहेछ त्यो भन्ने कुरा, तर सबैको समान रूपमा कम्पिटिसन हुँदै राम्रो होला भन्ने लाग्छ कि होइन। जस्तो मेरिटमै हामी आउनुपर्छ भन्ने केही महिलाहरूमा चाहिँ सोच चाहिँ विकसित चाहिँ हुँदैछ, त्यो चाहिँ देखेको छु मैले। तर अब तुलनात्मक हिसाबमा त पहिला दार्जिलिङ जब ब्रिटिस पछाडि भयो, ब्रिटिसहरू आएर अब एउटा डोमिनेट त भयो, हर कुरा भयो होइन राजनीति हिसाबले, तर त्यसले चाहिँ के पनि ल्यायो भने शैक्षिक हिसाबमा त दार्जिलिङ त धेरै अगाडि थियो नि त पहिला नेपाल भुटानहरू भन्दा त होइन। र त्यहाँ प्रभाव थियो किनभने नेपालका पनि इभन राजपरिवारकादेखि लिएर सबै ठुलाबडा पढ्न त त्यहाँ गएर पढेका हुन् हिजो होइन। त्यो किसिमले त भारतको अब होइन दार्जिलिङ सिक्किमबाट त अगाडि छ नि त, त्यहाँका नारी त्यसै पनि तुलनात्मक हिसाबमा त अलिकति अगाडि नै हुनुपर्ने चेतनाको हिसाबले भन्ने त्यो पनि त भन्न सकिन्छ नि त जस्तो लाग्छ मलाई। तर त्यो अवस्था र अहिलेको अवस्था, अनि अघि हामीले यो पनि जोडेका थियौँ कि त्यहाँनिर पहिला जुन त्यो ब्रिटिस गभर्मेन्टबाट सरपेस हुँदा मान्छेलाई एकैचोटि अनि खुला भइसकेपछि इन्डिपेन्डेन्ट आइसके पछाडि चाहिँ जुन पहिलाका लेखकहरू थिए नि उनीहरूलाई एउटा त्यो पीडा भएर उनीहरू सशक्त हिसाबमा उठेर धेरै राम्रा लेखकहरू आए। अहिले फेरि उहाँहरूले एउटा धरातल थाम्दिएपछि अहिले पछिल्लो चरणमा चाहिँ अलिक सुस्ता भएका हुन् कि लेखकहरू होइन भन्ने पनि त त्यो मैले यो चाहिँ एकदम भेग भयो कुरा चाहिँ होइन। तर अब मलाई त्यो पनि लाग्छ कि किन पहिलाका लेखकहरू अलिकति बढी त्यो थिए भन्दा उनीहरू सरप्रेस थिए होइन, अहिलेका लेखकहरूले चाहिँ होइन उनीहरूले गरिदिएको छ त्यहीलाई नि यसो थामौँ गरौँ भन्ने पनि तिर लागेका हुन् कि अब त्यसैले नारीहरू पनि लेखकहरू पनि त्यसमै पर्छन् कि भन्ने लाग्छ कि मलाई। अब यसमा तपाईँ के भन्नुहुन्छ?
महिला लेखकहरूको हिसाबमा हेर्नु पर्दाखेरि चाहिँ जस्तो अब हामीसँग लक्ष्मीदेवी सुन्दासहरू हुनुहुन्थ्यो, भारतकै मात्रै कुरा गर्नुपर्दा चन्द्रकेला नेवारहरू हुनुहुन्थ्यो। अहिले पनि धेरै जस्तो हामीसँग एउटा सुब्बा कविता लामाहरूले लेखिराख्नु भएको छ। उहाँहरूले पनि अब जति मतलब नारीवाद असमानताका कुराहरू बारम्बार उहाँहरूले उठाइराख्नुहुन्छ कि जस्तो घरमा हजुरलाई एकैछिन रोक्छु म, घरमा भाइलाई र दिदीलाई फरक व्यवहार गरिने होइन, बहिनीलाई र दाजुलाई फरक व्यवहार गरिने यी कुराहरू अहिले पनि आइराखेका छन् कि। अनि यी कुराहरू अहिले पनि लेखिँदैछन्। तर मैले बुझ्न खोजेको अघि ख्यामजीले बोलेकै कुरामा म जोड्न चाहन्छु, जस्तो नेपालमा जति नै छ कि भारतमा चाहिँ नारीहरू अलि माथि छन् नेपाली नारीहरू भन्दा भन्ने बुझ्न खोजेको थियो कि होइन। यस्तो हुन्छ, यहाँनिरको र उहाँको अवस्थालाई त्यो हिसाबमा तुलना गर्नु मिल्दैन होला, मिल्दैन हो, किनभने परिवेश अलग अलग हुन्छ है। तर शिक्षाको मतलब शिक्षाको क्षेत्रमा नारीहरूको पहुँच पनि भारतमा अलिक ज्यादा भयो कि जस्तो लाग्छ कि नेपालमा भन्दा। तुलना भन्दा पनि हामीले चाहिँ होइन यो एउटा चेतनाको हिसाबले कुरा गर्न खोज्यो कि अब एकदम तुलना। अब जस्तो अब अहिले जुन हामीले किताबहरू भेटिरहेको छौँ, आइरहेछ, अब अहिले त कमसेकम फेसबुकको एउटा जमाना चल्यो, सामाजिक सञ्जालको जमानाहरू चल्यो, त्यसले गर्दा हामीसँग अटोमेटिकली जोडिँदै गइरहेको छ। तर एउटा समयमा चाहिँ के भइदियो भने ग्याप भइदियो, ठुलो ग्याप भयो, जुन चाहिँ छँदै थिएन हामीसँग, साधन केही पनि थिएन। अब केही भन्नु पर्यो भनेदेखि चाहिँ हामीले निकै ठुलो समय गरेर, अब जस्तो अब मैले के कुरा राख्नु पर्यो भनेदेखि म आसामै जानु पर्यो। हजुर, अहिले त्यस्तो छैन। त्यसले गर्दाखेरि हाम्रोमा सेतु जुन बनिनु पर्थ्यो, एउटा समयमा जुन बलियो खालको सेतु बनिनु पर्थ्यो एकअर्काको त्यो उसलाई जोड्नुको लागि, त्यो कमजोरी भएर चाहिँ केही मात्रामा अलिकति भयो होला। तर अब यो ग्याप चाहिँ मेटिँदै चाहिँ छ। अनि तपाईँलाई के लाग्छ अब यो सेतु जोड्नको लागि? अहिले त हामी पनि म अमेरिकाबाट, म नर्वेबाट, तपाईँ सिक्किमबाट यहाँ आएका छौँ नेपालमा होइन। यसलाई एउटा मूलधार मानिन्छ साहित्यमा भनौँ अथवा सङ्गीतको क्षेत्रमा भनौँ, नेपाली साहित्य सङ्गीतको क्षेत्रमा। अनि यहाँ आएका छौँ कि अब यसमा नेपालको रोल हुनसक्छ, तपाईँ हामीलाई एउटा सेतु बनाएर सबैलाई जोड्नका लागि? अब यो क्रम त यो प्रयास त चलाइँदैछ यहाँबाट होइन। यो त पहिला अझै धेरै थियो होला, अहिले यसरी पनि जोड्न सकिन्छ होला। जस्तो भारतीय नेपालीहरूले लेखेको साहित्यको बजार चाहिँ कहाँ छ? नेपालमा कति किताबहरू आउँछन्, नेपालसँगको साइनो कतिको दरो छ, आवत जावत कतिको छ होइन। अनि अब सिलिगुडी पानी ट्याङ्की हुँदै थपक्क झापा छिर्ने र झापादेखि काठमाडौँको वा चाहिँ सिलिगुडी वा सिक्किमदेखि काठमाडौँको भौगोलिक दूरी त आफ्नो ठाउँमा छ, मनको दूरी कति टाढा छ, कति लामो होला त्यो? मनको दूरी चाहिँ केही कुराहरूले अलिक कम देखिन्छ। केही कम भन्नाले अलिकति मतलब अलिकति अलि स्पेसिफिक बनाइहालौँ म यसलाई। मतलब नेपाली साहित्यकारहरूले वा नेपालको एउटा अहिले आएर त नेपाल मूलधार साहित्य पनि भयो होइन, यसले चाहिँ भारतीय साहित्यलाई त्यति धेरै आश्रय नदिइराखेको जस्तो अनुभव हुन्छ भारतीय लेखकहरूलाई? बिचमा एउटा त्यो देखियो कि, तर म दुई चारवटा कुरा भन्छु। हजुर ठिक छ। मलाई चाहिँ के लाग्यो भने नि, अब जुन बोर्डरमा जुन जस्तो अब हामी पहिलाको हेरिकन हाम्रो पढ्ने जनसङ्ख्या कम्ती भएको छ, त्यो त सबै जग्गा हो, त्यो त सबै जग्गा हो। तर हामी मेरो उहाँ पनि भारतमा पनि धेरै मान्छेहरूसँग, धेरै सर्जकहरूसँग क्वेसन एउटै हुन्छ। त्यो क्वेसन चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामी केही किताबहरू यहाँका लेखकका किताबहरू हामी खोजेर पढ्नु खोज्दैछौँ है, तर उहाँको किताबहरू त्यस्तो प्रकारले बाहिर जान सकिरहेको छैन। भारतमा भएको किताबहरू जो लेखिएका छन् कि चाहिँ एकदमै अप्ठ्यारा खालकामा लेखिएका छन्। किन यस्तो? किन भारतको बजार काठमाडौँ किन हुन सकेन? भारतीय नेपाली साहित्यको बजार किन नेपाल हुन सकेन? मैले के देखेको छु भने नि, जस्तो भारतीय लेखकहरूले लेखेका किताब पनि काठमाडौँबाट चाहिँ प्रिन्ट भयो भने नेपाली बजारमा पुग्ने, तर भारतबाटै चाहिँ प्रकाशन भएका किताबहरू नेपालमा नपाइने अवस्था छ कि किन त्यस्तो भएको होला? कि नजिकै हो नि होइन? नजिक हो।